ल साथीहरू हो, हामी अहिले चाहिँ यो भारतको उत्तर प्रदेश अन्तर्गत रहेको यो वाराणसी अर्थात् बनारस भन्छ, यो बनारसको काशी घाटमा छौँ। अब यहाँहरूले हेर्न सक्नुहुन्छ यो घाटमा कति धेरै मान्छेको जमघट रहेको छ। सम्पूर्ण श्रद्धालुहरू भक्तजनहरू आज चाहिँ यो महाकुम्भ स्नान गरेर फेरि यता आउँदै हुनुहुन्छ र हामी अब यहाँको यो घाट स्नान गरिसकेपछि हामी अब महाकुम्भको शाही स्नान गर्न जाने तयारीमा छौँ। यो शिवरात्रिको महाशिवरात्रिको अवसरमा हामीले शाही स्नान गर्ने हो। अन्तिम पनि त्यो दिन रहेको छ र अहिले यसरी हामी आइरहेछौँ। यति महानुभावहरू हुन्छ, हाम्रो फुपूजी हुनुहुन्छ, यहाँ हाम्रो चाहिँ मामी हुनुहुन्छ, हाम्रो नानी रश्मि साई लाइक ओके। ल हाम्रो यो सञ्जीव विक्रम साईजी हुनुहुन्छ है। ल मुस्कान प्लिज हो गुड। ल यसरी यहाँ धेरै लोकहरू हुन्छ है, आम लोकहरू हुन्छ। यसरी चाहिँ हामी यात्रा गरिरहेछौँ। यो धेरै बोर्डरसँग हो यो त पुरा यो नदीमा, यो काशी घाटको नदी हो। चारैतिर पुरा घाटै घाट छ। हजुरको यो मेन घाट भनेको यो हो, नुहाउने पिण्डदान दिने यो श्राद्ध गर्ने घाट छ। ल हेर्नुहोस् है, यो ठुलो गङ्गाजी, यो गङ्गाजीका यी बोटिङ भइरहेछ है गङ्गाजीमा। यो गङ्गाजीमा है यो बोटिङ भइरहेको छ र हामी पनि अहिले बोटिङमै छौँ। अब एकछिन यो बोटिङ हुँदैछ। यसरी यो बोटिङ भइरहेपछि अब हामी चाहिँ पुरा यहाँको मेन यो घाटहरू, मेन तीर्थस्थलहरू वरिपरि यो बोटिङमा हामी घुम्नेछौँ। एकजनाको 200 रुपियाँको दरले यो बोटिङको लागि जुन रेट तोकिएको छ र यो बोटिङको रेट हामीले फिक्स गरिसकेका छौँ र यसमा हामी अब यात्रा गर्दैछौँ। ल हेर्न सक्नुहुन्छ अहिले यो गङ्गाजीको देखाउन गइरहेको छ। एकछिनपछि हामी यो बोटिङ भइरहेको देखाउँछौँ है साथीहरू। ल र हामीले यो अहिले भर्खरै यो घाटमा चाहिँ पिण्डदान गरेर बोटिङ गरिरहेको छौँ। यसपछि हामी महाकुम्भको स्नान गर्न जानेछौँ। यो महाकुम्भको स्नान भोलि शिवरात्रिको दिनमा हामीले शाही स्नान गर्नको लागि हामी जाँदैछौँ। शुभ साहित्य पनि छ त्यो दिनमा। यो माघी के अरे यो महाकुम्भको 45 दिनको पिरियडमा 6 दिनको चाहिँ शुभ साहित्य रहेको छ। शुभ साहित्य भने भोलि शिवरात्रि महाशिवरात्रिलाई हामी चाहिँ गर्दैछौँ है। ल महाशिवरात्रिलाई चाहिँ आधार मानेर हामीले त्यो दिनमा चाहिँ स्नान गर्ने तयारीमा छौँ। वाराणसी अर्थात् बनारसमा पर्छ। यो कति धेरै यो चाहिँ जनसङ्ख्या रहेको छ, पुरा श्रद्धालु भक्तजनहरू यहाँ आउनुभएको छ।
पवित्र तीर्थस्थल पनि मानिन्छ। यसरी हेर्न सक्नुहुन्छ यहाँले। अहिले हामी बोटिङमा छौँ। यो बोटिङ स्टार्ट भइरहेको छ। यो हेर्नु सेनिटरबाट यो बोटिङ चलिरहेको छ। सबै भाइहरूले यो बोटिङ चलाइराख्नु भएको छ है। ल हेर्नुहोस् यता, ल हेर्न सक्नुहुन्छ। ल है ह्यान्डसम भाइ। ल हेर्नुहोस् बोटिङ भइरहेको छ अहिले। ल साथीहरू, म पनि बोटिङमै छु अहिले। यो बोटिङको बेसमा छु है। यो एउटा सेफ्टी ज्याकेट सबैजना पुरा घाट हेर्नुहोस्, धेरै घाट हो। जति हेर्नु यहाँले पुरा यो घाट छ। यसरी चाहिँ रमाइलो भइरहेको छ यता। पवित्र तीर्थस्थल हामी काठीमा छौँ अहिले। त्यसपछि हाम्रो यात्रा भनेको यता महाकुम्भको शाही स्नान गर्न जाने हो। शाही स्नान गर्नको लागि भोलि शिवरात्रिको सायद परेको छ। हामी त्यहाँ पनि अवश्य भोलि नयाँ आउनेछौँ। त्यो छ। र हेर्नु सक्नुहुन्छ पुरा श्रद्धालु भक्तजनहरूको घाटदेखि तल यो रहेको छ दिगपति घाट रहेको छ। अनि यसरी यो यताको घाटमा धेरै मान्छे हुँदैन। अगाडि हामी चाहिँ मेन घाटबाट आएका छौँ र यो मेन घाट चाहिँ हामी यसरी आएका छौँ। यो साथीहरू हेर्नु त्यो यो यात्रीहरू चाहिँ प्रयासहरू चाहिँ कति रमाइलो गरेर राख्नुभएको छ बोटिङमा है। ल हेर्नु साथीहरू है, ल हेर्नु सक्नुहुन्छ। धेरै खुसी लाग्यो। कस्तो लागेको छ? राम्रो लागेको छ। ल हाम्रो चाहिँ जाजरकोटबाट जाजरकोट घर गएको अनि त्यसपछि कोल्पु बस्ने हाम्रो सन्जीव विक्रम साइली हुनुहुन्छ। हाम्रो चाहिँ बाबु उहाँले पनि यात्रा गर्नु पर्छ, बोटिङ गर्नुपर्छ भन्ने बाबु पनि मागो र यो मागअनुसार हामीले कुरा गरेका छौँ। राजघाट हुन्छ राजघाट यो राजघाट धेरै गाह्रो छ। यो पुरा यो एरिया पनि घाटे घाटो आदरणीय पुग्यो। हाम्रो सानो नानी रश्मि साई है विभिन्न प्रजातिका चराहरू हेर्नु सक्नुहुन्छ हजुरहरूले। कति राम्रो छ। पारिपट्टि हेर्नुहोस् त उटहरू पनि गइरहेको छ। उट छ यहाँ। गङ्गाजीमा हामी यसरी बोटिङ गरेर आएको छौँ। गङ्गाजी कत्रो नदी हुनुहुन्छ, ठुलो ठुलो नदी छ। र गङ्गाजीको स्नान गरेर हामी अहिले पिण्डदान गरेर पितृहरूको पिण्डदान गरेर हामीले अहिले भर्खरै चाहिँ गङ्गाजीमा बोटिङ गरिरहेका छौँ है। कति पवित्र जल छ गङ्गाको।